257 रनको टार्गेट पछाएको ओमान 175 मा नै अल आउट हुन पुगेको छ, जसको फलस्वरूप नेपालले 81 रनको फ्राकिलो अन्तरले आज ओमानलाई हरायो। जुन तरिकाले नेपाल पछिल्लो म्याचमा ओमानसँग ह्युमिलिएसन तरिकाले हारेको थियो, त्यो नै आज ओमानलाई फर्काइदिएको छ। र यो जितसँगै नेपालको आइसिसी लिग 2 को पोइन्ट्स टेबल हेर्ने हो भने नेपालले 24 खेल खेलेर अब 18 पोइन्ट्स हुन पुगेको छ। हुन त नेपाललाई धेरै कठिन छ बाटो, तर आशा गरौँ राम्रो गर्ला। अब नेपालको करिब 12 म्याच बचेको छ, जसमा नेपालले के 10 म्याच 8 म्याच जित्न सक्ला त। यति जित्न सकेको खण्डमा सायद केही पर्सेन्ट 5-10% भए पनि नेपालको चान्स छ जहाँ डाइरेक्ट क्वालिफिकेसन हुन सक्ने। तर मलाई धेरै गाह्रो लाग्छ, किनकि नेपालको अपकमिङ म्याचेस गाह्रो पनि छ र 12 म्याचमा त्यति म्याच जित्नु भनेको चाहिँ एउटा चान्सुन कुरा होइन, धेरै नै अप्ठ्यारो पनि छ। र कुरा गरौँ आजको म्याचको बारेमा। पहिला टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले 49.5 बल खेल्दै अल आउट हुन्छ, जसमा नेपालले 256 बनाएर 257 रनको टार्गेट दिएको हुन्छ। र आजका की प्लेयरहरू नेपालको लागि भने शेख ब्रोदर र सुरु तथा स्टडी इनिङ्स खेलेका अर्जुन गोमाल हुन पुगे र बिचमा आएर दिपेन्द्रले केही राम्रो पारी पनि खेलिदिए, जसको फलस्वरूप नेपालले 256 सम्म पुर्याउन सफल भयो। त्यो आसिफ शेखको 94 रन्सको इनिङ्स र चौथो ओभरमा आएर आरिफ शेखको त्यो फिनिसिङ पन्च, जसले गर्दाखेरि नेपालले एउटा सम्मानजनक टोटल पाएको थियो। र जब ओमान ब्याटिङ गर्न आयो, ओमानको अलमोस्ट आई थिङ्क 6 ओभरसम्म 35 रन भइसकेको थियो, र जहाँ ओमानले विकेट पनि गुमाएको थिएन र लाग्न थालिसकेको थियो कि नेपाल सायद यो म्याच पनि गुमाउँदैछ। तर त्यसपछि चाहिँ त्यहाँ ओमानको पहिलो विकेट गिर्न पुग्यो क्याप्टेनको रूपमा, र त्यसपछि चाहिँ ओमान चाहिँ डगडगाउँदो स्थितिमा पुग्यो। र आज नेपालको बोलिङ हेर्ने हो भने पनि अत्यन्तै राम्रो थियो। त्यही यो भनौँ न, जब दिन राम्रो हुन्छ सबै राम्रो हुन्छ, जब दिन राम्रो हुँदैन जति नै राम्रो गर्न खोजे पनि टिम हारिरहेको हुन्छ, त्यस्तै भइरहेको थियो। आज नेपालले जति पनि चिज गरिरहेको थियो, जुन पनि बलरलाई लगाइरहेको थियो, उनीहरूले प्रेसर दिइरहेका थिए। हुन त रेगुलर इन्टरभलमा विकेट गिरेको थियो, त्यसको प्रेसर अलग नै हुन्छ। तर पनि खास गरेर आजका म त म्यान अफ द म्याच नै भन्न चाहन्छु गुलसन झालाई, जसले 5 विकेट दिएका थिए 38 रनमा, जहाँ 9 ओभर बल गरे उनले। त्यहाँ पछिल्लो म्याचहरूमा उनले रन खाइरहेका थिए भने आज उनले अत्यन्तै राम्रो प्रदर्शन गरे। र त्यसै गरी उनलाई चाहिँ साथ दिए अरूले। धेरै विकेट नलिए तापनि इकोनोमी बल गरेर, जस्तै सन्दीप लामिछानेले, देवेन्द्र सिंहहरूले, इभन करण केसीले एकदम इकोनोमीपूर्ण बल गरिरहे, जसले गर्दाखेरि ब्याट्सम्यानलाई प्रेसर पर्दै गइरह्यो र गुलसन झाले विकेट पाउँदै गए। र यसपछि नेपालका अपकमिङ म्याचेसहरू हेर्ने हो भने नेपालको 12, 16, 18 अनि 22 तारिकको म्याच रहेका छन्, जहाँ 12 तारिक स्कटल्यान्डसँग, 16 तारिक युएसए, अगेन 18 तारिक स्कटल्यान्ड र 22 तारिक युएसएसँग नेपाल कीर्तिपुर मैदानमा नै खेल्नेछ। र यी म्याचेसहरू चाहिँ अहिलेका म्याचेसहरूको तुलनामा पक्कै पनि धेरै नै टफ नै रहेका छन्। हामी सबैलाई थाहा भएको कुरो, यो ग्रुपका टप टिमहरू हो। सो नेपालले चाहिँ यो दुईवटा टिमहरूलाई हराउनको लागि धेरै नै एकदम राम्रो पर्फर्मेन्स गर्नुपर्ने हुन्छ। र ओमान युएसँग गरेको पर्फर्मेन्सको भरमा चाहिँ नेपालले यी टिमको अगाडि टिक्न सक्नेवाला छैन। आशा गरौँ यो टिमहरूसँग पनि राम्रो म्याच अथवा राम्रो प्रदर्शन गर्नेछ। के लाग्छ साथीहरू तपाईँहरूलाई आजको म्याचहरू? तपाईँहरू कतिको खुसी हुनुहुन्छ? कतिको आजको म्याचलाई फलो गरिरहनु भएको थियो? कमेन्ट गर्न नभुल्नु होला। र च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। मिलेछौँ नयाँ भिडियोको साथमा। अहिले चाहिँ नेपाल।